यो चाहिँ 4BHK हो यो चाहिँ स्वयम्भूमा सानो बराङमा हो यो गाडी पार्किङ भयो हजुरको यो चाहिँ 4 आना बनेको हो यो 4BHK घर हो हजुरको यो चाहिँ इन्ट्री भइसकेपछि यो हजुरको लिभिङ भयो अनि आएर हजुरको यो किचन भयो किचन हजुरको डाइनिङ स्पेस यहाँनिर हुन्छ हजुरको सानो एउटा चाहिँ स्टोर छ हजुरको यो स्टोर हो हजुर अनि यो डोर पनि उता लिभिङमा जानुलाई हो हजुरको यहाँ सानो स्टोर भन्नु यो तलको चाहिँ टोयलेट भयो होइन यो चाहिँ टोयलेट एउटा ग्राउन्ड फ्लोरको लागि हो यो चाहिँ सूर्यघर बन्नु मिल्छ यो माथिको तल हजुरहरू चाहिँ नयाँ घर खोज्दै हुनुहुन्छ स्वयम्भू ठुलो बराइङ साइडमा हो भने तपाईँहरू सम्पर्क गर्न सक्नुहुन्छ यो चाहिँ फ्यामिली लिभिङ भयो हजुरको यो फ्यामिली लिभिङ भयो यसमा यो एउटा टोयलेट भयो यसमा चाहिँ कमन हो यसमा नि कमन बेडरुम छ हजुरको यसमा चाहिँ एट्याच यो चाहिँ मास्टर बेडरुम भयो यो चाहिँ मास्टर बेडरुम हो यो चाहिँ यसमा 3वटा कोठा भयो अब हामी माथि तल जाँदैछौँ टप फ्लोर एकदम राम्रो बनाउनुपर्छ एउटा अर्को बेडरुम भयो हजुरको यो चाहिँ कमन छ यो वासरुम भयो यसमा नि कमन छ यसमा चाहिँ मास्टर बेडरुम एउटा 4वटा र 5वटा कमन बेडरुमको लागि भयो एउटा 2टा 3टा 4वटा कमन अनि 5वटा यहाँ माथि चाहिँ पूजाको लागि माथि पूजा स्पेस घर राम्रो छ तपाईँहरू घर खोज्दै हुनुहुन्छ भने सम्पर्क गर्नुहोस् सानो बराइङ ठुलो बराइङ स्वयम्भू